भर्खर गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएको भन्ने खबर बाहिरिएको छ। इतिहासमै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार बनेको 24 घण्टाभित्रै पक्राउ गरी जुन एउटा साहस युवाले गर्छ है भन्ने देखाएका थिए, तर आज राजीनामा आएको भन्ने खबर छ। यो अत्यन्तै नेपालको लागि दुःखद खबर हो। केही गर्न भनेर आफ्नो युवा हुटुटी बोकेर गृहमन्त्री बनेर गर्छु भनेर एउटा साहस देखाउँदै पनि विविध कारणले अब न्युज आयो या के भयो, आफ्नो नैतिकताको आधारमा आज राजीनामा दिनुभएको छ। अब बाँकी कार्यकाल सफल रहोस् र नेपालमा केही गर्छु भनेर कोही मान्छे जङ्गिएर आउँछ भने त्यसलाई एकचोटि घोडा टेकाएकै हुन्छन्। अब यो कतिसम्म चल्ने हो, अब निरन्तर यस्तै चल्छ या केही परिवर्तन हुन्छ, आशा छ अब राम्रै होस् है सकेसम्म। अब पछिल्लो क्रममा जे होस् राम्रै गरेर हुने हो कि जस्तो मेसो आइरहेको थियो। ठुल्ठुला माछाहरू नि समाउने, तर अब माछाहरू पहिल्यैदेखिका अब खोला कसरी खेल्न पर्छ क्या छ भन्ने उनीहरूलाई सबै ज्ञान भएको। जालसाल च्यातर हुन्छ है, कसरी हुन्छ छुटिहाल्ने। बल्ल बल्ल एउटा दुइटालाई भान्सामा पुऱ्याए पनि भान्साबाटै उफ्रिएर नि भाग्ने भयो। आशा छ अबका दिनहरू राम्रो हुनेछ भन्ने सम्झौँ अब क्यार्नु है त। ल धन्यवाद। अब सुरु गर्दैछु, आशा छ मेरो पनि अब पछि राम्रो होला। यो सुरुवाती हो है त। ल धन्यवाद।